रश्मि पनेरू र योगेशको बारेमा अब त केही बोल्नु न हौ दिदी। योगेशको आमा पनि आएर मिडियामा रोइरहेको छ, अब त पत्याउनुस् भने जस्तो कमेन्ट र मेसेज आउँछ मलाई। योगेशको आमा बाउ शाखा सन्तानै आएर रोए पनि मेरो कुरो त्यही हो। कसैको नाबालक छोरी 9मा पढ्दै गरेको 15 वर्षको छोरीलाई ललाई फकाइ गरेर टपक्क टिपेर लिएर आएर बिहा गर्ने, अनि त्यस पछाडि उसलाई के नपढाएर के आमासँगै मकै बेच्न राख्ने कुरा आउँछ। उसले नपढाएको थियो भने माइतीले पढाउँथ्यो, माइतीले सक्षम बनाउँथ्यो, अनि एउटा राम्रो कुल गरानको केटा खोजेर बिहा गरेर अमेरिका पठाउँथ्यो नि त। त्यो सबै माइतीबाट खोसियो कि खोसिएन 15 वर्षको कलिलो छोरी लगेर। अब ल्याइसके पछाडि पढाउनु परेन? पढाएँ, यो गरेँ, सक्षम बनाएँ, अमेरिका पठाएँ होइन ब्रो, पठाउनै पर्थ्यो। त तपाईको जब थियो, तपाईको ड्युटी थियो, तपाईको रेस्पोन्सिबिलिटी थियो कि चाहिँ छोडिदिनु पर्थ्यो नि त अर्काको छोरी माइतमा। उतै पढाउँथ्यो नि त, पढाउन नसक्ने त होइन। अनि भर्खर कि राम्री गोरी अग्ली केटी लिएर आउनुभयो, जे गर्नुभयो, प्याटपुट्ट कपाल तान्ने, यहाँ हुँ गाली गर्ने, आफ्नो कन्ट्रोलमा राख्ने छँदै थियो ब्रो। तपाईँ सुन्नुहुँदैछ ल, सुन्नुहोस् है मैले कहीँ गलत भन्छु भने। अमेरिका पठाउँदाखेरि बाई बाई रश्मि, आजदेखि तिमी फ्री बर्ड, ल तिमीलाई मैले यति गरेँ, तिमी जाऊ भनेको होइन नि त। अमेरिका जाऊ, तुरुन्तै मलाई बोलाऊ, अनि हामी दुवैजना त्यहाँ आउने, त्यस पछाडि हाम्रो लाइफस्टाइल राम्रो हुन्छ भनेर सासू ससुराले पनि त्यही सोचेर दुःख गरियो र केटा मान्छेले पनि त्यही सोच्यो, त्यही प्लान थियो, अनि त्यही स्वार्थ थियो। अमेरिका गइसके पछाडि जब तपाईँले सँगै भए जसरी कन्ट्रोल गर्न नपाइसके पछाडि कसरी कन्ट्रोल गर्न थाल्नुभयो भने जिपिएस ट्र्याक गर्न थाल्नुभयो। कहाँ थिइस् यत्रो बेर, कोसँग थिइस्, के थिइस्, को थिइस्, हिँड्न डुल्न खान कोहीसँग सबै तपाईँले त्यहाँनिर कन्ट्रोल गरे गर्नुभयो, खबरी राख्नुभयो। कहाँ चाहिँ अहिले के गर्दैछ यावत कुराहरूले तपाईँले कन्ट्रोल गर्न थाल्नुभयो। र छोरी मान्छे होस् छोरा मान्छे होस्, कन्ट्रोल गरेको कुरा, हेपेको कुरा, उसको बसमा राख्न खोजेको कुरा चाहिँ तुरुन्तै बुझ्नै पर्छ भन्ने हुँदैन। 5-6 वर्ष पछाडि पनि मान्छेले बुझ्छ। जब तपाईँले त्यसरी कन्ट्रोल गर्न थाल्नुभयो, उसले पहिलाको सम्झिन थाल्यो, ओहो यो पनि पो गर्थ्यो त, यस्तो गर्थेँ, उसले मलाई कन्ट्रोलै गर्न खोजेको रहेछ। 15 वर्षको बच्चाले त फिगर आउट गर्न सक्दैन नि त, कन्ट्रोल गरे हो कि माया गरे हो। उसले केही बुझ्नै सक्दैन। जस्तो उसको जिन्दगी चलिरहेको छ, मेरो जिन्दगी नै यस्तै होला भनेर बुझ्छ क्या। जब बाहिर निस्किन्छ सबै देख्छ, अनि त्यस पछाडि थाहा पाउन थाल्छ नि त, ए मलाई त कन्ट्रोल गरे रहेछ, लौ मलाई त यस्तो पनि गर्थ्यो भन्ने भएको हो क्या त्यो। अनि तपाईँलाई सरसर्ती रश्मिसँग कहीँ पनि तपाईँलाई माया छैन, नो, त्यसलाई माया भनिँदैन। तपाईँलाई लोभ, के लोभ भन्दा भर्खर कि राम्री गोरी अग्ली अमेरिका पठाएको, बाफ्रे मैले छोडो भने त तपाईँले त जे पनि गर्छ, खुसी हुन्छ, रमाउँछ, अर्कोसँग जान्छ। तपाईँले के सोच्नु होला त्यहाँ होइन, त्यो सोचेर तपाईँलाई उसँग लोभ लाग्यो हो। अब लोभ लागिसके पछाडि मान्छे इगोमा आउँछ, अनि अब के गर्ने भन्दा तपाईँले इज्जतमा झटारो हान्न थाल्नुभयो। इज्जतमा झटारो हान्दै तपाईँले त्यो आफ्नै घरको इज्जतलाई माटोमा मिलाउनु भयो। अब इज्जतको कुरामा म थोरै परिवारमा पनि जान्छु। राम्रो सासूले, राम्रो घरले, ओइ बुहारीलाई त्यसरी जोपाइदैसँग लाग्यो नभन् त, त्यसरी त्यो मोबाइल खोलेर त्यसरी नबोल, सबैले देख्छन्। बुहारीको इज्जत भनेको हाम्रो घरको इज्जत हो, 7 पुस्ताको इज्जत हो भनेर सासूले रोक्छ छोरालाई। तैँले माया गरेका थिइनस् कि क्या हो, हामी त काममा बिजी भयौँ, तैँले उसलाई यस्तो गर्थिस् क्या उस्तो गर्थिस् कि क्या हो, त्यहाँ गएर किन तँलाई छोड्न खोजिन् भनेर सासूले छोरालाई सोधिन्छ, गाली गरिन्छ। सुन्नुहोस् है, अब सामान्य हिसाबमा तपाईँ जाँदाखेरि कसैलाई चित्त बुझ्दैन, मेरो जिन्दगी अब अँध्यारो छ, योसँग मेरो जिन्दगी राम्रो छैन भन्ने लाग्छ भने केटाले होस् केटीले होस् डिभोर्स गर्ने निर्णय मजाले लिन पाउँछ। र यहाँ डिभोर्स गर्ने कुरामा ल ठिकै छ, हाम्रो नेपाली सोसाइटी हो, पैसाका कुराहरू आउँछन्, उनीले लागेको पैसा म दिन्छु तर म तपाईँसँग बस्न सक्दिनँ, सकेको थियो त कुरा। अनि तपाईँ झ्याप्पै अनि इज्जतमा गएर पन्जाबी सन्जाबी भनेर दुनियाँदारी तपाईँले सोच्नुहोस् है। रश्मिको साइडबाट उनीहरू रुएर आउन थालिन् भने 15 वर्षदेखिको स्टोरी उनको के होला। पहिलो कुरो 15 वर्ष नाबालक ल्याएर सेक्सुअल एब्युज भनेर उनले तपाईँलाई सिधै यो तपाईँ जेलमा जानुहुन्छ कुरै सकिन्छ, तर उनी चुप लागेका छिन्। अनि गएको कति महिनामै 2 करोड। सरसर्ती त माया कहीँ देखिँदैन ब्रो, पैसाको कुरा देखिन्छ, लोभको कुरा देखिन्छ। मसँगबाट निस्की गुमी अब फ्रिडम हुने भई अमेरिका जस्तो ठाउँमा जाने भई राम भएर तपाईँलाई रात दिन सुत्न बस्न उठ्न नसक्या हो तपाईँ।
थ्याङ्क यू भेरी मच। जोसुकै आएर रोए पनि मेरो कुरा यही हुन्छ है, मलाई यो विषयमा बोल्नु अब पहिल्यै भने मान्छे हो म, कमेन्टहरू बन्द गर्नुहोस् मलाई। अब जे गर्छ कानुनी हिसाबमा निर्णय हुन्छ होला, मैले छोडेको कुरा। तर जो आएर रुन्छ, रुनेको पिठो बिग्छ, बोल्नेको पिठो बिग्छ भने जस्तो अब अबको समाज छैन। थ्याङ्क यू।